मेमोरी फुल हुन्छ के ल एभ्रिवान लास्ट साथीहरु फेरि म आइपुग्यो अहिले बस्तीमा आएर अहिले फिलहाल म होली सोली खेले दाइहरु लगाइनु भयो भाइहरुले घरमै छु अहिले चाहिँ म ससुरालीमा छु भन्नुभयो भने तर म अब हेरौँ बस्ती जस्तो घुरौँ अब कस्तो के हुन्छ अब रुममा खेल्नु त मन थियो तर के गर्नु दुईजना तीनजना के खेल्नु नि इन्जोय हुँदैन एउटा हैन त्यसको लागि अब बस्ती आएको नि त हल्का घुर्ने हो इन्जोय गर्ने हो हेरिराख्नु भिडियो भनिराख्नु होला मेरो अरू मैले सायद आज थुप्रै दिन भयो मैले ब्लग भी गर्न सकेको छैन त्यसको लागि सरी भन्छु म आउँदिरहन्छु अब काममा अब कामले छुट्टी भी पाउँदैन समय भी छैन टाइम ह्यापी होली रिन्जेन बय हेर्नु मेरो छोरीलाई रिन्जेन रिन्जेन के लगाएको रिन्जेन यहाँ बुनु फिस्किरी हान्दैछु मलाई बुनु गिरो आयो कि प्याकेट फाटेको छ हेर निचे बा पुरा हाम्रो आमा पानी निकाल होली निकाल्नु हुँदैछ जानु जानु भनेको पुरा गरम अब जाने भनेको यस होली त दूर दूरसम्म कसैले पनि देखेको छैन अझसम्म त खै अब कहिले आउँछ खै हेरौँ यसकोमा निक्लिने भनेको हो र सब कलर मिक्स गर्यौ यहाँ मलाई छैन होइन अहिले फिलहाल फोनमा गिर्छ नि यहाँ बुनुले चाहिँ किसिम किसिमको कलर मिक्स गरेर पिस्करीमा हाल्दैछ अब अट्याक गर्नुको लागि यो लिएर जाऊ न बाल्टिङ चाहिँ रस्ट त्यहाँ राख न बाल्टिङ चाहिँ देख्दैन देख्दैन के म लुकाएर राखिदिन्छु सफी तँलाई होली लागेको तँलाई होली लागेको सफी आइज आइज कहाँ हिँडेको हामी उ सफी पनि हामीसँग जाँदैछ केटाकेटा नभन लगाएर पुरा रातै पारिदियो मलाई त पुरा ऊ एउटा बुनु यहाँ छ तीनजना जाँदैछ अब कहाँ हिँडेको खोइ मलाई पनि थाहा छैन ह्यापी होली दादा मण्डललाई पनि लिएर आएको छ दादा अनि दादालाई आज ह्यापी होली छ है दादा खै हेरौँ त चलो ल चलो बाइ 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 सुपर छैन नि दादा 25 यो बुइनलाई हायर गरेर लिएर आएको है आजको लागि है आजको होलीको लागि क्यामेराम्यान आज मदिन मेरो मुखदेखि निस्किहाल्यो नि त हाम्रो कहाँ जाने छु हामी आज आर्मी क्याम्पमा जाँदैछु आर्मी क्याम्पमा होली खेल्नको लागि फौजीहरू भाग्छ होला हामीलाई हेरेर बुन्दीलाई हेर्नु त नमस्ते गर्दै पनि यसरी यसरी जिउ त्यहाँदेखि बुनिएर आउँदैछ होली बोकेर बेलुन सेलुन हालेर बाल्टिङ पनि बोइसक्यो हो बाल्टिङ साल्टिङ बोकेर आजको होली चाहिँ पुरा यादगार रहन्छ है रमाइलो भयो कि भएन मलाई पनि सबै लगाइदिन्छु ल तिमीले त भूत पार्दिन्छु तिमीलाई लगाइदिउँ अलि हाम्रो डल्ली त पुरा रे डल्ली मल्ली भएको तिमीलाई ए कमेडी म्यान हेर चलो लगाएको अबे पुरा पुरा
भोलिको दिन के हुन्छ होइन पुरा मलाई त भूत बनाइदिएको छ ऊ त पुरा ग्याङ आएको रहेछ त यत्रोजना किन हिँडेको मान्छे डान्डिया खेला हुन्छ हेर त यो बुढीले मलाई त पुरा भूत पारिदियो आगे त मान्छे मुझको लगा नहीं बिचुकी ना मेरो पूरा बीटीएस बनाइदिँदैछ बेनालाई दुईटा पार्टी छ जान्दैन अब दिदीलाई काम हाल्नुको दिदी हो रे दिदी ह्यापी होली बर्दिन्छु नि मिठाई दिएर बाबा हैप्पी होली पूरा बीटीएस ही बनाइदिएको त चुल्ला हेलो गाइस मान्छे धमाउँदै भाइलाई त म लगाइन हो ल आला सोको दिदी कोइ मेरो पेलु तेरो दिदी अब होली सोली खेलेर भक्कर आइपुग्यौँ हामी अब यसरी रेस गर्ने हो उसको बादमा खेल्ने हो फेरि खेल्न जाने हो तो अब हामी भर्खरै अब चियासा खाएर निक्ल्यौँ एक फन्को खेलेर घुरेर टलेर आएको अब फेरि जाँदैछु बाउचोरी अब खेल्ने हो म त घरमा चिया खाएर आएको थिएँ मलाई आन्टीहरू दिदीहरू आएर मलाई त पुरा भूत बनाइदिएको छ अब हामी जाँदैछु ग्राउन्डमा बक्स सक्स बजाएको छ अरे गानासाना सुन्दैछु त्यतै नाच्दैछ भन्दैछ अब गएर हेरौँ कस्तो के हुन्छ नि छोरी फेरि हामी कहाँ हिँडेको मेरो छोरीले पनि होली लगाइदियो नि त हो मेरो ल बक्स बजाएर डान्स पो गर्दैछ मान्छे त छैन त यति खोइ खाएकोहरू चाहिँ झुरिरहेको छ को होइन बेटा मम्मीलाई भूत गर्दैछ मम्मीलाई नि हो किरण चल्टी यो हेर नाचेको कति रहने मेरो छोरीले डान्स गर्नुलाई बक्स कतै जाने ल उही मामा मामा अरे धोका दियो कि मलाई हेपी होली नै धोका दिन मैले तपाईँले दिनुभयो हाम्रो दाइ हुनुहुन्छ पुरा डान्स गर्दै खोइ दादा खोइ उठे ओइ हजुर
दादा वहाँ छ मन्दिरभित्र भाइ जाऊ हैप्पी होली ए कला आमा के हुँदैन नि हो यसरी हुँदैन यस्तो पो हुन्छ नि हो यसरी हुँदैन यार बहिनी मेरो बहिनी हो यार मेरो बहिनीलाई बिहा गरेर गयो यार हो हाम्रो सल्टी त पुरा भूत भएको छ हौ चिन्दिन भूत हैन जरा सुट भइरहेको छ कहिले आयो हामी हिजो गल्ती मेरो छैन अजालिलो हुनुमा गल्ती मेरो छैन अजालिलो हुनुमा केही गर्दै अन्जते मेरो छैन त्यसैले नजाऊ मलाई छोडेर नयाँको बाचा कसम आऊ 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 न बिरातीको टाढा जाऊ न आऊ 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 न बिरातीको टाढा नजाऊ न तिमी बिना बाँच्न सक्दिन